टिनेजमा प्रेम किन छुट्छ? तिमीहरूलाई किन छोड्छ केटीहरूले थाहा छ केटा हो? एक त तिमीहरू केटीहरूलाई शङ्का गर्छौ, सम्मान गर्दैनौ, इज्जत गर्दैनौ, मुखमा आयो जे पाए त्यही बोल्छौ, गाली राजाको छोरी रानीको छोरा त खाते नि ठोकिदिइहाल्छौ। एक त तिमीहरू आफ्नो प्रेमिकालाई जसरी रुवाइरहेका छौ नि, 10 जना तिमीहरूको प्रेमिकाको पछाडि आँसु पुस्नका लागि रुमाल लिएर बसेको हुन्छ। एक त तिमीहरू नार्सिस छौ, कसैसँग हिँड्यौ किन हिँड्यौ, खायौ किन खायौ, बोल्यौ किन बोल्यौ, आज फोन बिजी छ कोसँग बिजी, डिटेलमाथि डिटेल, रेकर्डमाथि रेकर्ड दाब्न खोज्छौ। त्यो कारणले पनि तिमीहरूसँगको प्रेम सम्बन्धमा केटीको मन मर्दै जान्छ। एक त तिमीहरू बेरोजगार छौ म जस्तो, एक त तिमी केटीहरूलाई सम्मान गर्दैनौ, त्यो कारणले तिमीहरूको प्रेम सम्बन्ध बिस्तारै टुट्दै जान्छ। जुन दिन एक पक्षले अत्यधिक पेल्न थाल्छ, त्यसपछि त्यो मान्छेको मन मर्छ नि केटाकेटी हो, त्यसपछि कहिले फर्केर आउँदैन। त्यसैले आफ्नो प्रेमिकालाई सधैँ इज्जत देऊ, सम्मान गर, र एकचोटि गुमिसकेपछि त्यो खालको प्रेमको अनुभूति कहिले पनि गर्न पाउँदैनौ। शुभरात्रि।